साइनो लगाई बोलाऊ भने घरबार भाछा छैन कुन साइनोले बोलाऊ थाहा छैन साइनो लगाई बोलाऊ भने घरबार भाछा छैन कुन साइनोले बोलाऊ थाहा छैन ओइ कुन साइनोले बोलाऊ थाहा छैन बाबुलाई केरी पालेको होला त है चटपटा चटपटा पालेको यता को हुनुहुन्छ त फेरि मेरा सासु मम्मी सासु मम्मी त भर्खरकै हुनु रहेछ है भर्खरकै हुनुहुन्छ अनि काम गर्ने नबनाउने हुने रहेछ बिकेन बिचरा आज नोक्सान भयो लाई कोकोलाई खाइदिनुस् त नै म नखाने खाइदिनु न त्यस्तो टिप नखाने तपाईलाई गर्दै खानुस् भन्दै यता अलिकति लिनुस् त दिदी हजुरले पनि मसँग पैसा छैन म्याडम पैसा भए त किन्थे पैसा दिउ हजुरले कस्तो छ म्याडम यहाँ म्याडमको चटपटा कस्तो रहेछ सबैले भनिदिनुहोस् है एकदम बढिया एकदम बढिया राम्रो रहेछ बनाउने आफै खाने बिचरा आफै खाइछन् बिचरा छोरा पनि लिएर आएको छ बाबु तिमी स्कुल पढ्दैनौ कहाँ तिम्रो त ड्याडी विदेश जानुभएको छ त कता जानु पैसा पठाउनुहुन्न ड्याडीले अस्ट्रेलिया पठाउनुहुन्छ यति ए बाबा यहाँ बस त्यसो हो यहाँ आएर भन त तिमीले ड्याडीलाई के भन्न मन छ ल भन त छिटो ड्याडी हेर्नुहोस् हामी चटपटा बेच्दैछौँ बाटोमा ड्याडी हामी आज चटपटा खाना आएको चटपटा पनि बेच्यो भन न बेच्यो अलिकति बाँकी छ अलिकति मात्रै बाँकी छ भन्दै त ल सबैजनाले चटपटा खाइसक्नुभयो म चाहिँ नखाएर नै तर पानी भने मिठो है शोभा दिदीको पानी त साँच्चै मिठो मलाई त अझै पियास मेटेको छैन पानी साह्रै राम्रो बनाउनु पानी त्यहाँ छ मेरो अझै पियास मेटेको छैन कि अरू पिउन छ यहाँ दिदीको चाहिँ मैले खाना नसकेर घरमै गएर खाने